हेलो गुड इभिनिङ साथीहरू। आज चाहिँ फेरि हामीहरू भेगा जाँदैछु। भेगा भन्दा पनि यता एचएनएम माथि चाहिँ नयाँ कोरियन रेस्टुरेन्ट खोलेको रहेछ, कोरियाना भन्ने हो। त्यो चाहिँ मैले भिडियोमा देखेको थिएँ र चाहिँ हामी त्यहाँ पनि ट्राई गरौँ न कस्तो हुँदो रहेछ भनेर जाँदैछु। हेर्दै गर्नु होला के हुन्छ कस्तो हुन्छ, तपाईँहरूलाई पनि देखाउँछु हो। अन्त यहाँ जानुको लागि चाहिँ हामी लिफ्टबाट माथि आयो। यहाँ माथिबाट चाहिँ यता जानुपर्दो रहेछ। यस्तो दामी जग्गा थियो त, दामी जग्गा चाहिँ हामी जाँदैछु। हेर्नु होला, तपाईँहरूलाई पनि देखाउँछु म हो। यहाँ चाहिँ यस्तो दामी रहेछ, हेर्नु न यस्तो मजाको बस्नेहरू हो। यहाँ माथि बस्दा पनि हुने रहेछ। अन्त यहाँबाट चाहिँ यो भित्रबाट चाहिँ ओह्रालो जानुपर्दो रहेछ हो। यहाँ भित्र चाहिँ यस्तो रहेछ, हेर्नु नि। कोरिया जानु नपाए पनि कोरियन रेस्टुरेन्टमा चाहिँ खाएर जाउँ भनेर आएको साथीहरू। यहाँ कस्तो राम्रो, हेर्नु न, कोरियन ड्रेसहरू पनि रहेछ हो, राम्रो। हामी चाहिँ कन्फ्युज हुँदैछ के खानु भन्दै। हाम्रो खाना ल साथीहरू, म चाहिँ यहाँनिर कोरियन ड्रेस लगाएर फोटो भिडियोहरू पनि बनाउँदैछु हो। आएपछि त बनाउनै पर्यो होइन साथीहरू। यहाँ चाहिँ हाम्रो चिकन, अब हाम्रो खाना रेडी हुँदैछ। यहाँ चाहिँ हाम्रो के लन्च भनेको बेला के भन्नु रेडी हुँदैछ, खाजा। लन्च पनि होइन, डिनर पनि होइन है। Nana, ini mau satu. Beri tanya. Blok trong đi mà đắt nữa đây chứ. Đắt mà cho lên kia này. Mà em nói em chỉ là đấy đó. ल अब हामी चाहिँ खानासाना खाएर निस्केको, अनि खाना चाहिँ एकदम राम्रो थियो। अब हामी चाहिँ